नेपाल सम्वतको दिन र किजा पूजाको अघिल्लो दिनमा म पूजा गरिन्छ। मको अर्थ आत्मा, म पूजा भनेको आफैलाई पूजा गर्नु हो। यस्तो गर्दा वर्षभरि शरीरमा रोगब्याध नलागोस् र मनमा शान्ति हुन्छ भन्ने आशा रहेको छ। म पूजा गर्दाखेरि सबै सदस्यहरूको लागि छुट्टा छुट्टै मण्डप बनाइन्छ। यो पूजा देवता, पशुहरू, पानी राखेको काँक्रो, नाङ्लो र कुचोहरूलाई पनि गर्दछ। मण्डलमा तेल, कालो बटमास, मासको गेडा, धान, लावा, अक्षता, विभिन्न प्रकारको फलफुल, जजङ्का र फुलहरूले मण्डलमा सजाइन्छ। जेठो महिलाले टीका र धौबाट पूजालाई सुरु गर्नुहुँदछ। सबैले आफ्नो आफ्नो मण्डपमा पूजा गर्छन् र पूजा सकेर सगुन जुठो गर्छन्। जजङ्का लाउँछन्। जजङ्कामा 5 थरीको कपडा र 5 थरीको रङले बलिएको हुन्छ। यो पूजाले सन्देश दिन्छ देवता पुज्नु अघि आफ्नो आत्मालाई सम्मान र शुद्ध गर्नु सबैभन्दा महत्त्वपूर्ण छ।